हेलो साथीहरू, ल म चाहिँ आज तपाईँहरूलाई डल्ले टिमुर लसुनको छोप चाहिँ कसरी बनाउने भनेर सुरुबाट देखाउन गइरहेको छु। पहिलो सुरु त हामी यो सुकाएको डल्ले खुर्सानी लिन्छौँ अनि त्यसले मजाले त्यसको सबै बियाँहरू बियाँले त्यसको बेँडहरू सबै उखाल्छौँ होइन। त्यस पछाडि हामी मस्टर्ड ओइल तोरीको तेल लिन्छौँ अनि त्यसमा सबै कुरा भुट्छौँ। पहिला यो के भन्छ हाम्रो लसुन भुट्छौँ होइन, हल्का ब्राउन हुने गरी। अनि त्यस पछाडि हामी हाम्रो डल्ले खुर्सानी भुट्छौँ। धेरै नभुट्नु होला, धेरै डढाउन पनि हुन्न। अनि यो डढाउने बेलामा एउटा मास्क चाहिँ लगाउनु, किनभने यसको एकदमै राप एकदमै स्ट्रङ हुन्छ कि। अनि त्यस पछाडि यो टिमुरलाई पनि हामी हल्का ड्राई रोस्ट गरेर ग्राइन्ड गर्छौँ। अनि त्यस पछाडि सबै लसुन, हाम्रो यो डल्ले खुर्सानी सबैलाई हल्का कोर्सलाई के भन्छ, हल्का दाना खस्रो गरेर हामी ग्राइन्ड गर्छौँ। अनि त्यस पछाडि सबैलाई एकै ठाउँ हालेर मजाले मिक्स गर्छौँ। यसमा हाल्न पर्ने भनेको अब नुन हो। अनि यसमा के गर्दा हुन्छ भने अर्को तपाईँले तेल हाल्दा हुन्छ। यदि तपाईँहरूलाई अलिकति बाक्लो चाहियो भने लाइक हल्का भिजेको टेक्स्चर चाहियो भने चाहिँ तेल हाल्दा हुन्छ, नत्र यत्तिकै सुक्खा खाँदा पनि भयो। आई मिन अप टु यु।